अनि जुनुजी तपाईँ गाडी कुरेर बस्नु भएको ए अनि कस्तो लागिरहेको त यताको वातावरण आजको मौसमहरू अनि यहाँ त होइन यति धेरै गाडीहरू गुडिरहेछ सेवा सुविधाहरू पनि धेरै छ होइन बस्नको लागि तपाईँहरूलाई त बस हरेक कुरामा सजिलै छ अनि किन बोरिङ भन्नुभएको त तपाईँले चाहिँ मैले यस्तो बुझेअनुसार चाहिँ होइन अब मान्छेलाई जे चिज हुँदैन नि त्यो कुराको एकदमै त्यो इम्पोर्टेन्ट हुँदो रहेछ कि होइन अब नेपालमा हुँदाखेरि आफ्नो कन्ट्रीमा हुँदाखेरि चाहिँ अब के कुराको धेरै कुराको समस्याहरू अब त्यहाँबाट अब धेरै कुराको अब हामी जस्तो स्टुडेन्टहरू हुन्छ नि जस्तै अब अहिले पनि होला काठमाडौँमा पढिरहेको स्टुडेन्टहरू होइन उनीहरूलाई पनि धेरै गाह्रो होला अनि अब उनीहरू आफ्नो फ्युचर बनाउनको लागि विदेश जान्छु भनेर सोचेको पनि हुन्छ सोचेको पनि हुन्छ होइन कि सोचेकै हुन्छ कि त्यो नेपाली स्टुडेन्टहरूले चाहिँ होइन मलाई चाहिँ त्यही यो पहिल्यैदेखि अरूको अन्डरमा बस्न नसकेर पनि होला यो अब यहाँ पनि त अरूकै काम गर्न आएको हुन्छ अनि जहिले एउटै रुटिन एउटै लाइफस्टाइल जस्तै एउटै डेली रुटिन एउटै हुँदा चाहिँ मलाई लास्टै बोरिङ भइरहेछ कि बरु मलाई त उहिले त्यति बेलै छ अनि अब केही नहुँदै कस्तो जस्तो खालको फिल भइरहेछ कि आफ्नो देशमा पनि हजुर जे कुराको अभाव थियो होइन त्यति बेला त्यो गाह्रो पनि भएको थियो तर अहिलेको यो लाइफ हेरेर चाहिँ मलाई अहिले एकदमै जे कुराको पनि मलाई सुविधा छ तर पनि मलाई पहिला चाहिँ नेपाल नै एकदमै ठिक लाग्छ कि तर गर्न सक्यो भने चाहिँ आफ्नो नेपालमा बसेरै गरेको मलाई चाहिँ ठिक लाग्छ तपाईँको कुरामा चाहिँ गरे नि गर्ने नै होइन तर यहाँ गर्ने बेला चाहिँ नेपालमै बसेर गऱ्यो भने त्यहाँ पनि केही गर्न सक्छ जस्तो एकदम बोरिङ छ तपाईँको कुरा एकदम ठिक लाग्यो होइन अनि अहिले चाहिँ कता गएर आउनु भएको त अहिले गइरहेको सामानहरू लिएर आउनु भएको होइन यस्तो लाइफ नेपालमा गएर अरू प्लास्टिकमा तरकारी खेती गर्दै बस्छु यता नि नेपाली नै जस्तो हुनुहुन्छ जस्तो छ पछाडिबाट साइकलबाट आइराख्नु भएको